नमस्कार साथीहरू, नेपालको मोटरसाइकल बजारमा नयाँ इतिहास रचिएको छ। यामाहाले नेपालमा आफ्नो नयाँ FZ-SFI हाइब्रिड सार्वजनिक गरेको छ, जुन नेपालको पहिलो हाइब्रिड मोटरसाइकलको रूपमा आएको छ। पहिलो नजरमै यो मोटरसाइकल निकै आकर्षक, बलियो र आधुनिक देखिन्छ। नयाँ शैलीको अगाडिको बत्ती, मान्सल इन्धन ट्याङ्की र आकर्षक बनावटले यसलाई सडकमा छुट्टै पहिचान दिन्छ। अब कुरा गरौँ यसको सबैभन्दा ठूलो विशेषताको। यसमा हाइब्रिड प्रविधि प्रयोग गरिएको छ, जसले मोटरसाइकललाई थप सहज र इन्धन बचत गर्न सक्षम बनाउँछ। स्मार्ट मोटर जेनेरेटर प्रणालीले मोटरसाइकल स्टार्ट गर्दा आवाज कम गर्छ र गति बढाउँदा अतिरिक्त सहयोग प्रदान गर्छ। यसमा स्वचालित सुरु र बन्द हुने सुविधा पनि दिइएको छ। ट्राफिकमा लामो समय रोकिनु पर्दा इन्जिन आफै बन्द हुन्छ र क्लच थिच्ने बित्तिकै फेरि सुरु हुन्छ। यसले अनावश्यक इन्धन खपत कम गर्न मद्दत गर्छ। नयाँ FZ-S हाइब्रिडमा 149 घन सेन्टिमिटर क्षमताको इन्धन इन्जेक्सनयुक्त इन्जिन रहेको छ, जसले दैनिक प्रयोगका लागि राम्रो शक्ति र सहज यात्रा अनुभव प्रदान गर्छ। यसमा रङ्गीन डिजिटल मिटर, मोबाइल जडान सुविधा, मार्ग निर्देशन प्रणाली, आकर्षक LED बत्ती, एकल च्यानल ABS ब्रेक र चिप्लो सडकमा नियन्त्रण कायम राख्ने विशेष सुरक्षा प्रणाली जस्ता आधुनिक सुविधाहरू पनि समावेश गरिएका छन्। आरामदायी सिट, राम्रो सन्तुलन र बलियो टायरका कारण शहरभित्रको यात्रा होस् वा लामो दूरीको यात्रा, दुवैका लागि यो मोटरसाइकल उपयुक्त देखिन्छ। समग्रमा भन्नुपर्दा आधुनिक प्रविधि, आकर्षक डिजाइन, राम्रो माइलेज र यामाहाको विश्वसनीयतासँग आएको नयाँ FZ-SFI हाइब्रिड नेपाली मोटरसाइकल बजारको चर्चित मोडल बन्ने सम्भावना निकै बलियो छ। र अन्त्यमा भर्खरै नेपालमा सार्वजनिक गरिएको यस नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा 4,89,900 रुपैयाँ तोकिएको छ। तपाईलाई यो नयाँ हाइब्रिड मोटरसाइकल कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया टिप्पणीमा लेख्न नबिर्सनुहोस्। धन्यवाद।